हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश। अब नेकपा एमालेले राजावादी गतिविधिहरू विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ। पार्टीका महासचिव शङ्कर पोखरेलले प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई सम्बोधन गर्दै नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै प्रतिगामी गतिविधिहरू विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन्। एमालेले चैत 11 गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। चैत 18 गते देशका विभिन्न प्रमुख सहरहरूमा मोटरसाइकल र्याली र जिल्ला स्तरीय जागरण सभा योजना गरिने एमालेले जानकारी दिएको छ। त्यस्तै चैत 24 देखि 30 गतेसम्म धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष जनप्रदर्शन र आमसभा गर्ने निर्णय एमालेले गरेको हो।